हेलो गाइस, नमस्ते। अब के गर्ने त? नेपालमा बसेर केही गर्ने कि विदेश जाने? यो डिसिजन मान्छेको जिन्दगी खराब गर्न पनि सक्छ। यो डिसिजन छिटै लिनुभयो भने जिन्दगी बन्न पनि सक्छ। के गर्ने त? विदेश गएर कुनै काम गर्ने, पैसा कमाउने कि नेपालमा राम्रो स्किल सिकेर अगाडि बढ्ने कुनै न कुनै सेक्टरतिर काम गरेर स्किल सिकेर काम गरेर पैसा कमाउने नेपालमै के गर्ने? नेपालमा बसेर पैसा कमाउन गाह्रो छ, अनि जब छैन, के गर्ने? कामको मिहिनेतको कदर छैन। काम गरे अनुसार, मिहिनेत गर्ने अनुसार पैसा पाइँदैन, टाइम अनुसार पैसा पाइँदैन। अनि सबै युवाहरूले सोच्न बाध्य हुन्छन् कि विदेश जानलाई, विदेश गएर केही न केही गरिन्छ भनेर। तर विदेश गएर पनि यस्तो हालत छ, 12 देखि 14 घन्टा काम गर्न पर्छ, काम गर्न गाह्रो छ। अनि घर परिवारबाट टाढा बस्न पर्छ, अनि कमाएको पैसा पनि बचत गर्न गाह्रो हुन्छ। आज कुरा के हो भने, तपाईँ नेपाल हो या विदेश, सक्सेस जहाँबाट पनि पाउन सकिन्छ। सक्सेस नेपाल हो या विदेशले दिँदैन कि तपाईसँग के स्किल छ र तपाईसँग के स्किल सिक्नु भएको छ, स्किलको युटिलाइज गर्न सक्नु भएको छ छैन भनेर त्यसमा डिपेन्ड गर्छ। त्यसो भने पहिला स्किल बनाउनुहोस्, त्यसभन्दा पछि स्किल छ भने तपाईँ नेपालमा बसेर या विदेश गएर पनि पैसा सजिलैसँग कमाउन सक्नुहुन्छ।